मनाङ जाने बाटो हजुर यो मनाङ त्यता माथि पर्छ यताबाट खोला ढुक्कुर पोखरी भन्ने ठाउँ हो यो पर्यटकहरू आउँछन् बाहिरी पर्यटक धेरै जसो मुक्तिनाथ जाने थोराङ पास कोही तिलिचो हेर्ने धेरै जसोको सपना अधुरो हुन्छ थोराङ पास गर्न सक्दैनन् आधा बाटोबाट फर्किन्छन् र तिलिचो ताल पनि आधा जसो मान्छे फर्किन्छन् विदेशी पर्यटक धेरै जसो यसमा यता जाने चामे यहाँको मनाङको सदरमुकाम चामे यो ढुक्कुर पोखरी यहाँ अगाडि पोखरी छ ओ यो अगाडि एउटा पोखरी छ ढुक्कुर त्यसको नाम ढुक्कुर या त्यही भएर ढुक्कुर पोखरी पुरा ट्रेकिङ ग्रुप हामी यहाँ खाना खायौँ यो दिदीको होटल यस्तो छ यस्तो हाम्रो दिदी भित्र खाना खाने पुरा छ हाम्रो दाजु तयारी अवस्थामा हाम्रो स्याउ कति हाल्नुभयो चना ल लगाउने अलिअलि लगाउँ ल हाम्रो किचन रुम हाम्रो दिदी उहाँ हुनुहुन्छ उहाँको होटलमा आएपछि बस्नु होला नास्ता खाने ढुक्कुर पोखरी भन्ने ठाउँमा यस्तो छ डाइनिङ रुम दामी छ ढुक्कुर पोखरीदेखि हामी लाग्यौँ दाइ अगाडि गइहाल्नु भयो हाम्रो यात्रा अब रिटर्नको यात्रा हो ढुक्कुर पोखरी खाना खायौँ dari bato terus nanti masa